हेलो हेलो सबलाई नमस्कार। केही समय अगाडि चाहिँ इभागिरीको अन्तर्वार्ता चाहिँ एकदमै भाइरल भएको थियो। BMW कार चाहिँ मेरो सपना हो र यो कार पाएँ भने चाहिँ म बाटैमा सुतिन्छु, मलाई घर पनि चाहिँदैन भनेर इभागिरीले केही समय अगाडि चाहिँ दिएको अन्तर्वार्ता चाहिँ एकदमै भाइरल भएको थियो। BMW मेरो चाहिँ ड्रिम नै हो BMW किन्ने। बरु म बाटोमै सुत्दिन्छु बरु। BMW को लागि बरु गाडीमै सुत्दिनु बरु म घर चाहिँदैन। किन त्यस्तो मन पर्यो BMW? एकदम मलाई त कस्तो छ के कुराले देख्ने बित्तिकै मलाई त कस्तो सिरिङै हुन्छ के त्यो रिलहरुमा आउँछ मेरो गाडी सिरिङै हुन्छ भने जिउने सिरिङ हुन्छ त्यस्तो मन पर्छ। र यतिखेर चाहिँ मैले आज इभागिरीको चाहिँ BMW कारसँग खिचेको एउटा फोटो देखेँ हैन। अनि इभागिरीले त्यतिकै BMW M5 भनेको चाहिँ हैन रहेछ। साच्चीकै यो कार चाहिँ बवालै हुँदो रहेछ। यो कार पाएँ भने चाहिँ म नि गएर बाटोमै सुतिन्छु, घर सर मलाई चाहिँदैन, यस्तो बवाल हुँदो रहेछ। हजुरहरु पनि हेर्न सक्नुहुन्छ है फोटो, भित्र पुरा रेड हैन। अनि इभागिरीले रेड ड्रेसले लगाएर छ। अनि फेरि इभागिरीलाई यो कार एकदमै सुहाउँदो रहेछ के। इभागिरीको सपना चाहिँ चाँडै नै पुरा होस्। मलाई लाग्छ यो चाहिँ कुनै एउटा सुटिङको बेला चाहिँ इभागिरीले चाहिँ BMW कार चलाएको होला सायद। अनि त्यही बेला खिचेको फोटो चाहिँ इभागिरीले इन्स्टाग्राममा सार्वजनिक गरेको जस्तो मलाई लाग्छ। जे होस्, कार चाहिँ बवालै हुँदो रहेछ। त्यही भएर इभागिरीलाई मन परेको हुनुपर्छ यो कार। अब यो कारको प्राइस त नेपालमा 4-5 करोड छ रे। अब 4-5 करोडको गाडी किन्न त अब त्यही हो। अब इभागिरीले चाहिँ किन्न सक्ने हो कि नसक्ने हो अब त्यो त हेर बाँकी छ। तर इभागिरीले त्यतिकै BMW M5 भनेको हैन रहेछ। कार चाहिँ साच्चीकै बवालै हुँदो रहेछ। ल हजुरहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। कार